हेलो साथीहरू सबैजनालाई चाहिँ मेरो भिडियोमा स्वागत छ। म चाहिँ आज एउटा यस्तो भिडियो लिएर आएको छु जुन भिडियो हेर्दाखेरि चाहिँ तपाईँलाई पनि आनन्द हुनसक्छ अथवा जीवनमा तपाईँहरूले चाहिँ यस्तो कार्य गर्नुभएको छ कि छैन हेर्न सक्नुहुन्छ भिडियो। साथीहरू योपालि भोटकीमा त सबैजनाले एकचोटि हेरौँ त। को हिन्दी भाषा भएर चाहिँ राम्रोसँग बोल्न नआउने, मलाई त्यति राम्रोसँग चाहिँ बोल्न पनि नसक्, उहाँले चाहिँ सुन्न पनि नसकेकोले उहाँहरूसँग चाहिँ मैले त्यति म आफै धेरै नर्भस। गाइज मैले चाहिँ एउटा क्वेसन के सोध्न खोजेको भने होइन, यहाँ सबैजना वृद्धाश्रममा आएर चाहिँ वृद्ध बाहरूलाई चाहिँ आएर मैले चाहिँ एउटा भिडियो बनाऊँ भन्ने सोचिरहेको। अनि त्यो भिडियो बनाउनलाई चाहिँ मलाई आँटा आइरहेको छैन, कन्फिडेन्ट पनि आएको छैन होइन। सबजना मान्छेहरूले चाहिँ देखिरहनु भएको छ। अनि गएर के क्वेसन सोध्ने के भन्ने भन्दा नि म क्वेसन पनि थाहा छ, तर के सोध्ने भने त्यो पनि थाहा छ, तर अगाडि गएर सोरुम भन्ने नै आफै आएको छैन कि कसलाई सोध्ने के सोध्ने भन्ने कुरा चाहिँ आफै आएको छैन। यत्रो धेरै मान्छेहरू हुनुहुन्छ, सबैजनाले चाहिँ यदि हेरिरहनु भएको छ होइन। अब यो कुरा सोद्धा ठिक होला नहोला के होला गाई चाहिँ त्यही पनि म ट्राई गर्न कोसिस गर्छु। यदि सक्यो भने चाहिँ भिडियो हेर्न सक्नुहुन्छ, सकेन भने चाहिँ ठिकै छ, केही छैन। गाई चाहिँ सोध्न कोसिस गर्छु होइन, अब के हुन्छ होइन। अब यतातिर यही एकजना यही छेउमै पनि हुनुहुन्छ, यता पछाडितिर पनि हुनुहुन्छ हुन त होइन। अब गएर सोधौँ कि के गरौँ भइरहेको क्या। म एकछिन अलिकति क्यामेरामा अगाडि बोल्दा बोल्दा अलिकति कन्फिडेन्ट आउँदैछ, कन्फिडेन्ट आइसक्यो भने चाहिँ म सोध्छु। अनि तपाईँ सरौँ भन्नु सोचिरहेको छु मैले चाहिँ। म गर्न त गर्छु, कुरा गर्छु म होइन। अब उहाँहरूसँग कुरा नै गर्छु म, एकदम धेरै हुन्छ कि मान्छेहरू चाहिँ। अनि सोधौँ क्या उहाँलाई, उहाँलाई चाहिँ सोध्छु भन्ने सोचिरहेको थिएँ, तर उहाँलाई नै सोध्नु पर्ला जस्तो छ है। ल हेलो बा, नमस्ते है। नमस्ते सुन्नु बनाउँछु। अनि मैले चाहिँ तपाईँलाई चाहिँ के सोध्न चाहेँ भने म चाहिँ भिडियो बनाउँछु के, भिडियो बोल्नुहुन्छ नि भिडियो उहाँ चाहिँ बोल्नै हुँदैन रहेछ। मेरो फर्स्ट एटेम्प नै मिस्टेक भयो है, छेउमै बसिरहनु भएको थियो। के गर्नु, उहाँ चाहिँ अब बोल्नु हुँदैन रहेछ। अब गाह्रो भयो मलाई चाहिँ, के गर्नु यार, अरूलाई नै सोध्ने प्रयास गर्छु। बल्ल बल्ल आँट गरेर बोल्ने कोसिस गरेको थिएँ, उहाँ बोल्ने नै हुन्न रहेछ, सुन्न नि सक्नुहुन्न रहेछ। टेन्सन भएर सेट। ठिक छ ठिक छ। गाई चाहिँ मैले चाहिँ पहिलोचोटि प्रयास गरेको थिएँ छेउमै बसिरहेको, तर कस्तो भइदियो भने इन्सिडेन्ट चाहिँ उहाँ चाहिँ न मुख बोल्ने न कान सुन्ने रहेछ कि, फेरि अलिअलि तर अलिअलि बोल्ने भन्नुभयो। आफूलाई नै कस्तो नराम्रो फिल भयो है। सो सरी गाई चाहिँ, के गर्नु अब। प्रयास त गरेको थिएँ, यत्रो आँट गरेर साहस गरेर गरेको थिएँ, तर के गर्नु पहिलो एटेम्प नै यस्तो भइदियो मेरो। अनि नेक्स्ट एटेम्प चाहिँ ट्राई गर्छु म एकछिन सोचेर। गाई चाहिँ मैले हो होइन। हेलो बा, बोल्नुहुन्छ तपाईँ? बोल्नुहुन्न होइन होइन, बोल्नुहुन्छ कि हुँदैन भन्नु खोज्छ। ए ठिकै, नाम चाहिँ नाम जो कति वर्ष हुनुभयो? 85 होता है। ए 85 वर्ष हुनुभयो उहाँ चाहिँ होइन। उहाँले चाहिँ कान अलिक कम सुन्नु हुँदो रहेछ होइन। एउटा कुरा उहाँ चाहिँ मसँग कुरा डराउनु पनि भएको थियो, अलिकति लजाउनु भयो, राम्रोसँग नबुझ्ने, तर हिन्दी चाहिँ अलिअलि बोल्नु हुँदो रहेछ। मेरो चाहिँ हिन्दी कम, नेपाली चाहिँ ठिक थियो। त्यस कारणले गर्दा हाम्रो राम्रोसँग कन्भर्सेसन हुन सकेन र मैले उहाँलाई कुराहरू पनि राम्रोसँग सोधेर बुझाउन सकेन। उहाँले पनि मलाई राम्रोसँग भन्न सक्नु भएन, किनभने उहाँको एज नै यो अवस्थाको थियो। सो आई एम सो सरी है, मैले चाहिँ यो एजमा चाहिँ उहाँलाई चाहिँ डिस्टर्ब गरेँ। त्यही पनि केही छैन, उहाँहरूबाट केही सिक्छु कि केही कुराहरू बुझ्ने हिसाबले चाहिँ मैले यो कुरा चाहिँ सोध्ने क्रममा चाहिँ होइन, यङ केटाहरूले चाहिँ होइन पढाइमा ध्यान दिनुहोस् होइन, टेन्सनमा चाहिँ पढ्नुहोस् होइन, सबै कुरा सर्नुहोस् भन्नुभयो। के भन्नुभयो भने हामी चाहिँ पढ्न, मैले चाहिँ माइक युज गरे पनि मेरो भोइस चाहिँ क्लियर गर्दाखेरि मैले चाहिँ धेरै दुःख पाएँ। अबको युवा नेताहरूले चाहिँ के गर्छन् कि तिनीहरूलाई चाहिँ एकदम सपोर्ट गर्नुपर्छ। हाम्रो त अब यो उमेर पनि गइसक्यो, हामीले सकिँदैन अनि यस्तो यस्तो कुराहरू गर्नुभएको थियो। ठिक छ, केही छैन। उहाँको चाहिँ अब मेरो भिडियो यदि राम्रो लाग्यो अवश्य फलो गरिदिनु होला। यस्तो भिडियोहरू आउनेछ, म यस्तै ऱ्यान्डमली पर्सनहरूलाई सोध्ने छु होइन। उहाँहरूको चाहिँ इच्छा आकाङ्क्षा, उहाँहरूको रिग्रेट होइन, लाइफमा चाहिँ उहाँहरूबाट के नलेज सिक्न सकिन्छ, यस्तो यस्तो खालको भिडियोहरू आउँछ। अवश्य नै नछुटिकन हेरिदिनु होला र साथ सपोर्ट गरिदिनु होला। भिडियोमा माइक क्वालिटी ओभर भोइस ओभर गरेको छु, यस कारणले गर्दाखेरि चाहिँ मैले भिडियो धेरै लामो राख्न मिलेन। सो त्यस कारणले गर्दाखेरि चाहिँ म नै यिनी गरेँ, दिनु होला। थ्याङ्क यू सो मच। साथीहरू योपालि भोटकीमा त सबैजनाले एकचोटि हेरौँ त। यसमा है त योपालि यसमा भोट हाल्यो भने यस्तो पवित्र ठाउँमा आएर
यसरी बजाउन मिल्छ गाइज। यसपालि भोट केमा? घन्टीमा। सबैजनाले भोट केमा? घन्टीमा। ए भगवान्, म भगवान्सँग यहीँ बसेर प्रार्थना गर्छु कि योपालि चाहिँ जे होस् रासोपाले जित्नु पऱ्यो, रासोपाले जे होस् बालेन शाहले जित्नु पऱ्यो, प्रधानमन्त्री हुनु पऱ्यो बालेन शाह चाहिँ। अनि देशको अलिकति हामी जस्तो बेरोजगारी युवाहरू चाहिँ अलिकति रोजगारी भइन्छ कि देशले अलिकति मुहार फेर्छ कि।